हाई गाइज सबैजनालाई स्वागत छ। आज चाहिँ मलाई एउटा कुरा सेयर गर्नु मलाई तपाईहरुलाई। यो चाहिँ इट्स काइन्ड भ्यू हैन। अनि के भने चाहिँ एउटा मैले आज मिलारेप्पा ड्रामा हेरेर आएको थिएँ, जुन चाहिँ मण्डला थिएटर थापागाउँ बानेश्वरमा चलिरहेको छ। यो चाहिँ कार्तिक 18 गतेदेखि चाहिँ चलिरहेको हो, अहिलेसम्म चल्दैछ। यो मङ्सिर 21 सम्म चाहिँ चल्दै रहेछ। अनि अब यो नाटकको बारेमा कुरा गर्नु पर्दाखेरि चाहिँ यो चाहिँ मेलारेप्पाको चाहिँ जीवनीको बारेमा हो। अनि मेलारेप्पा को हुनुहुन्छ, उहाँको के योगदान छ बुद्धिज्ममा हैन, अनि उहाँले कस्तो कस्तो दुःख गर्नु भएको छ हैन, त्यो सबैको बारेमा चाहिँ एकदम राम्ररी चाहिँ उहाँहरूले जानकारी दिनुभएको छ। यो चाहिँ मेरो लागि किन अलिकति स्पेशल पनि रह्यो भने चाहिँ मैले मेरो लाइफको फर्स्ट जीवनी पनि मैले मेलारेप्पाकै पढेको थिएँ। 2-3 चोटि पढेँ हैन, अनि मलाई धेरै राम्रो लाग्थ्यो। मैले धेरै वर्ष अगाडि पढेको यो। अनि अहिले चाहिँ आज चाहिँ नाटकको रूपमा हेर्दा चाहिँ एकदम राम्रो लाग्यो, किनभने मैले पहिला पढेको कुराहरू चाहिँ मलाई अहिले याद भयो हैन। अनि यस्तो रहेछ हैन, अनि धेरै राम्रो लाग्यो। यदि तपाईहरु बुद्धिस्ट हुनुहुन्छ भने त अभियसली तपाईहरुले हेर्नै पर्ने खालको यो, किनभने उहाँको बुद्धिज्ममा एकदम धेरै योगदान पनि छ। अभियसली तपाईहरुले धेरैजनाले हेर्न पनि जानुभएको छ। आज पनि शनिबारको दिन हाउसफुल थियो हैन, एकदम प्याक नै थियो। सो यदि तपाईहरु चाहिँ विकेन्डमा जानुहुँदैछ भने चाहिँ तपाईहरुले चाहिँ बुकिङ गर्नुस् नै भन्छु। मेबी विकडेजतिर पनि प्याक नै होला हल्का है। अब तैपनि यो अब कार्तिक 18 देखि चलेको हो, अनि त्यही पनि जानुभन्दा अगाडि बुक गरेर जानुभयो भने चाहिँ अलिकति तपाईहरुलाई सजिलो चाहिँ हुन्छ। अनि धेरैजना आउनुभएको थियो, राम्रो पनि लाग्यो हैन। अनि यो सोमबारको दिन चाहिँ यो नलाग्ने रहेछ। त्यो बेला चाहिँ आई थिङ्क उहाँहरूको छुट्टी अथवा ग्याप केही होला, त्यो दिन चाहिँ यो नाटक चाहिँ उहाँहरूले नदेखाउनु हुने रहेछ। अनि अब तपाईहरु बुद्धिस्ट होइन भन्दामा तपाईले हेर्नै नहुने चाहिँ हैन है। किनभने यसमा चाहिँ तपाईले हेरेपछि के चाहिँ सिक्न सक्नुहुन्छ भने एउटा चाहिँ पेशेन्ट लेभल, एउटा हामीले गुरुलाई गर्न सक्ने आधार, एउटा कतिसम्मको वचनको पक्का हुन सक्ने, हामीले गुरुले भनेको वचनलाई चाहिँ राख्न सक्ने, एउटा धेरै कुरा चाहिँ योबाट हामीले सिक्न सक्ने रहेछ। किनभने अहिलेको लाइफमा चाहिँ मान्छेहरू एकदम धेरै एन्जाइटी, फ्रस्ट्रेसन, सानो कुराहरुमा, कामहरुमा एकदम धेरै सानो कुराले पनि मान्छेलाई धेरै फरक परेर हुन्छ हैन। अनि त्यसैले पनि तपाईहरुले हेर्न जानु भने चाहिँ तपाईहरुको पेशेन्ट लेभल चाहिँ एकदम बढ्छ जस्तो चाहिँ मलाई फिल भयो हैन। किनभने त्योमा एउटा मेहनतहरु त्यो हैन, अब आफ्नो गुरुको कुरा कसरी मान्नुपर्छ, हामीले के कुरा पाउनुको लागि हामीले एउटा अब आफ्नो टिचरहरुको कसरी कुरा मान्नुपर्छ हैन, त्यस्तोको बारेमा चाहिँ देखाएको छ। एकदम राम्रो लाग्यो मलाई हैन। अनि एकदम रियलिस्टिक छ के मान्छेको, हुन त मान्छेको जीवनी नै हो यो पनि हैन। अनि अब उहाँ चाहिँ एउटा अब बुद्धिज्ममा चाहिँ एकदम इम्पोर्टेन्ट हुनुहुन्छ हैन, उहाँको योगदान धेरै राम्रो छ। अनि यसको विषयमा चाहिँ तपाईहरुलाई पुरा जानकारीको लागि तपाईहरुले यो नाटक हेर्न जानु होला हैन। अनि मैले भनेअनुसार तपाईहरु जसले हेर्दा पनि एकदम राम्रो छ हैन, घाटा कसैलाई छैन। यो 1.5 देखि 2 घण्टाको नाटक रहेछ। अनि तपाईहरुलाई 1 सेकेन्ड पनि बोर लाग्दैन के, एकदम राम्रो लाग्यो मलाई। अनि डाइरेक्सन चाहिँ यो नाटकको चाहिँ बुद्धि तामाङ, उहाँ चाहिँ एकदम फेमस हुनुहुन्छ, तपाईहरुलाई पनि थाहा छ, धेरै मुभीहरु राम्रो खेल्नुहुन्छ, उहाँको एक्टिङ पनि राम्रो छ अभियसली। अनि साथसाथमा चाहिँ उहाँसँगै उमेश लामाजी पनि हुनुहुँदो रहेछ डिरेक्सनमा। सो एकदम राम्रो छ। आर्टिस्टहरु पनि एकदम दामी है, उहाँको कामहरु 10 on 10 छ सबैको। कसैको पनि एउटा यो पार्ट चाहिँ अलिकति ओभर एक्टिङ भयो, अलिकति नराम्रो यो चाहिँ नभयो हुन्थ्यो भने त्यस्तो टाइपको चाहिँ कुनै पनि छैन। एकदम राम्रो लाग्यो हैन। तपाईहरु पनि हेर्न जानु होला। यस्तो राम्रो नाटक आउँदा चाहिँ हामीले जिन्दगीमा यस्तो के कुराहरु सिक्न पनि सकिन्छ, त्यस्तो पनि मलाई चाहिँ एकदम राम्रो लाग्यो हैन। अब स्पेशली मलाई पनि चाहिरहेको थियो कि अलिकति लाइफमा मेरो पनि एकदम पेशेन्ट लेभल चाहिँ एकदम धेरै हाई छैन, त्यही भएर मलाई चाहिँ यो हेरेर चाहिँ अलिकति मलाई चाहिँ एकदम फाइदा भयो जस्तो लाग्छ। अब म जस्तो धेरैजनालाई पनि फाइदा हुनसक्छ। सो तपाईहरु हेर्नुस्, हाम्रो नेपाली आर्टिस्टहरुले पनि एकदम राम्रो काम गरिरहेछ हैन। हामीले अभियसली बाहिरको त हामीले सपोर्ट गर्छौं नि हैन, त्यसरी नै हामीले चाहिँ अब हाम्रो नेपालको आर्टिस्टहरुलाई पनि सपोर्ट गरौँ। एकदम राम्रो एक्टिङ के, एकदम राम्रो एक्टिङ, सबै एकदम राम्रो हैन। त्यो उहाँहरूले देखाउनु भएकोहरु सबै एकदम मजा आइरहेको थियो के। सो तपाईहरु पनि भ्याउनुहुन्छ भने हेर्न जानु होला। अनि यो चाहिँ अब तपाईहरुलाई बुकिङ गर्नु पर्यो भने नि मण्डला थिएटरको वेबसाइटमा गएर गर्न सक्नुहुन्छ, अथवा फोन कल मेबी त्यस्तोबाट पनि गर्न सक्नुहुन्छ। एकदम राम्रो छ। अनि तपाईहरुलाई टाइम सेभिङ पनि छ, मजा आउँछ। 1.5 देखि 2 घण्टाको मात्र छ। अनि ठाउँ पनि राम्रो छ है, त्यहाँ पछि तपाईहरु सो यदि तपाईहरु भ्याउनु छ भने चाहिँ हेर्न जानु होला। किनभने आर्टिस्टहरुले एकदम धेरै दुःख गर्नु भएको छ। अनि कतिजनाले त 2-3 चोटि पनि हेर्नुभयो भने पनि मैले सुने हैन।
राम्रोसँग धेरैजना आएर हेर्नु पनि भएको थियो मलाई चाहिँ पर्सनल्ली राम्रो लागेर मैले चाहिँ यो रिभ्यू गरेको होइन अब सायद तपाईँहरूलाई राम्रो लाग्नु पनि सक्छ नलाग्नु पनि सक्छ बट एक्टिङ इन केस अफ अब त्यो ड्रामाको सबै हेर्दाखेरि चाहिँ एकदम राम्रो लाग्यो है अनि सायद तपाईँहरूलाई पनि राम्रो लाग्न सक्छ त्यसैले यदि उहाँको बारेमा जान्नु छ भने चाहिँ तपाईँहरू जानु होला अनि द्याट्स इट गाइज इफ तपाईँहरू भ्याउनु छ भने चाहिँ आई थिङ्क यु मस्ट गो